गाइस सो मलाई चाहिँ भने आज मोरिङ्गा सिड आइसकेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ मोरिङ्गा सिड हो हैन। यति धेरै आउँछ अनि तपाईले यो चाहिँ एकदम स्वास्थ्यको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ नि भनेको छ। अनि तपाईहरुले यो मोरिङ्गा सिडको प्लान्टको बारेमा जति पनि बेनिफिटहरु तपाईहरुले देख्न सक्नुहुन्छ। सो तपाईहरुलाई म आज यसलाई चाहिँ कसरी रोप्ने भनेर म तपाईहरुलाई देखाउँछु है। अलराइट सो यो चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ माटोमा रोप्दा कसरी रोप्ने र गमलामा रोप्दा कसरी रोप्ने भनेर यहाँ देखाइएको छ म्यानुअल पनि हैन। अनि सो मलाई चाहिँ यस्तो कार्डहरु पनि आइसकेको छ। अनि यहाँ तपाईहरुलाई म देखाउँछु कसरी रोप्ने भनेर है। ओके तपाईहरुलाई म यसलाई रोपेर देखाउँदै छु है। यो चाहिँ मैले कतिवटा सिड लिए भने 1 2 3 4 5 वटा लिए। अनि यसलाई चाहिँ हामीले यस्तो गर्ने। अनि यो चाहिँ पछि गएर हैन यसलाई म तपाईहरुलाई प्लानिङ भएको पनि देखाउने छु। सो कसरी आउँछ भनेर। अनि यसलाई चाहिँ हामीले गमलामा रोप्यो यसरी हैन टक्कसँगले। ल यो चाहिँ भइसक्यो। सो तपाईहरुलाई म फेरि पनि यसको प्लान्ट कत्रो हुन्छ भनेर पनि देखाउने छु। सो तपाईहरुलाई पनि यस्तै खालको मोरिङ्गा लिफ मन पर्छ भने चाहिँ हैन तपाईहरुलाई मन पर्छ भने चाहिँ तपाईहरुले लिन सक्नुहुन्छ। हस्त बाइ बाइ।